चिट खायो भने चिट खै किन होला अन्त कृष्ण मन्दिर सबै चकुवामा 12 घन्टापछि बलबाट What the heck? Look at this beauty, man. Look at this beauty. Oh, hello. Namaste everyone. आज चाहिँ मेरो बाइक हालेर त्यस्तो अहिले सर्भिसिङ गरेर नै सब गर्नुपर्ने छ हुन्छ सर्भिसिङ ला 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 सर्भिस बुकै ल्याउनु बिर्सेछ गाइज यार सर्भिस बुकै ल्याउनु बिर्सेछु तपाईँले म फेरि फर्किँदाखेरि भेट्छु गाइज हाम्रो स्लिप ब्लक्स आइसकेका छन् कहाँ गयो त्यो मान्छे अगाडि पुग्यो क्या हराउँथ्यो क्या त्यहाँ अगाडि गइसकेका छु फेरि हेलो मलाई कल गरेर आयो के छ यार हजुर मानिस त्यो वान वे छैन होला नि होइन सिधै मिल्छ होला नि होइन मिलाएर चौला नि दुईजना जान लाग्यो दुईजना वान वे छ कि छैन त हाइदिएको फेरि अब गाह्रो छ गाह्रो छ कस्तो बाला भाइ सेक्सी देखाएको छ यसलाई अझै घोटेर खाक्सी हाल्नु भएको छ क्या खाक्सी हालेर कलर हाल्नु भएको छ क्या के अरे सोह्र हिँड्ने बेला किन मान्छे हाल्नु भनेर के अब केटाहरूले चलाउनु भइहाल्छ होइन अब हामीसँगै हिँड्यो भने दुईवटा बाइक भइहाल्छ अब तिमीले दुईवटा बाइक भएपछि हालिरहेको छु बोल्नु नबोल्नु नहाल है राजा हस् गयो ल अब हस् जाऊँ न सोरुम बाइक बनाउनु गाह्रो चिन्ता थिएँ सो गाइज अब म सिधै भोइस बाइकतिर पुलिस भेट्छु है गाइजना पुलिसको ल
सक्दैन नि तर त्यस्तो राम्रो हानिन हाम्रो त्यो क्लच अलि माथि उचाला यसरी भएन ओइ नाइला गाइड अब स्पिडले मेरो बाइक चलाउँछ अनि म सुरुको बाइक चलाउँछु हाइवे पुगेपछि चाहिँ मलाई ब्रेक हुन्छ सुदीप सुदीप एकान्त गुनासम्म हान होइन एकान्त गुनासम्म राइड हान होइन त्यो अनि एकान्त गुना पछि फेरि यो हान ल मलाई ब्रेकै पुग्दैन क्या अनि फेरि फर्किँदाखेरि एकान्त गुनादेखि हान न बुझिन अहिले फर्किँदाखेरि यहाँबाट एकान्त गुनासम्म हान होइन अनि हाइवेमा म हान्छु किनभने मलाई ब्रेक पुग्दैन नि त अनि त्यहाँबाट फर्किँदाखेरि लालिमादेखि भयो नि एकान्त गुनादेखि भयो नि फेरि त्यही चलाउनु अनि त्यो बेला बनाउला नि बाइक बन्द भइदियो क्या आइरन किन हो सो गाइस अब म अगाडि गइसकेको छु सुरुको म सँगै राइड नगरेर कति भएको त्यही भएर आज सुरुको मैले राइड हानेको हो हामी सँगै यसरी राइड हान्थ्यो नि पहिला अनि अहिले चाहिँ कति भएको थियो सुरुको कामले गरेर हिँड्नु नपाएको त्यही भएर मेरो सुरुको मैले आज चाहिँ हेर्नु गाइस हामी चाहिँ दोकानमा पनि आइसक्नु है कहाँबाट जाने हो हजुर थाहा सुविधा थाहा अरे म चाहिँ मेरो बाइकको सर्भिसिङ गर्नु कहिले काट्नु मेरो दाइले गइरहेको म फर्स्ट पालि जानु लाग्यो मानिसहरू आज म हिँड्दिनँ नि त सोरुमको बाटै बिर्सेँ सर यार मैले कामी रोड जानु भनेर 1 ए छ 2 ए छ केही थाहा छैन हजुर बानेश्वरको त्यो पुलपट्टि पुग्नुपर्ने हो क्या
त्यो मेरो बाइक किन आउँछ छैन त्यहीँ जानुपर्ने के मलाई बाटै थाहा छैन ल त के गर्ने त नि हजुर थाहा छैन बानेश्वरको बाटै थाहा छैन नि त्यो ऊपट्टि मेन रोडमा जम्म त कता होला नि कोटेश्वर पुगेर त्यति टाढाबाट जाने र कोटेश्वरबाट यहाँबाट छिरेर त्यो के अरे ऊ हुँदै निस्किनु मिल्छ नि एकछिन हुँदैछ फसिहाल्नु झन् बुढै भनौँ न एउटा बाटो बिर्सिसकेपछि गाई अहिले मलाई अलिकति हेरेर त्यहाँ गाडीहरू चिट आयो भने चिट खै किन होला अन्त के बोले भाइ उयो नम्बर प्लेटको उनको लागि रे अनुमति कस्तो स्पिड गरे है राडी बानहरूले उयो त अब सुबिद दोस्त ओइ हामी यता जानुपर्छ होइन अनि त्यहाँबाट बानेश्वर छिर्नु पऱ्यो त्यहाँबाट जस्तो फाटेन कस्तो खालको ट्राफिक रहेछ सिधै मपट्टि आउँछु भने मुजी दिमाग खराब यार गाई सिधै मपट्टि आएर ल्याम्मै हजुरको चिट काट्नुपर्छ सर भनेर भनिदियो काटिदियो र अनि कतिले दिमाग खराब यार अलिअलि त मोडिफिकेसन अलाउड हुनुपर्ने हो क्या हामी तेल डाइडीको चिट हानिदिएर भने अनि अघि त आज अहिलेको लागि छोडिदिन्छ के भन्ने खोइ खै अनि कहाँ हान्न चिट नागरिक एपमा
कहाँनिरबाट छिर्ने हो यता सोरुमपट्टि कस्तो राडाको छोरा रहेछ त्यो त्यसो भने केही हालेन सिधै मबाट आएर चिर काटिदिएर हाने हामीहरू योङ योङ नि देख्यो होइन हामीसँग लाइसेन्स छैन भनेर सोचे हो क्या त्यसले त्यही त माथि चरा साइड लाउनुहोस् त तपाईँ साइड लाउनु त भन्दै थियो माछाले भयो भाइ जानु रे अनि पछि चाहिँ रहेछ भने गाई जति हामीले कस्तो औरे रहेछ 500 देखि 1500सम्मको हुँदोरहेछ मान्छे मात्र हामी त बिग्यो कामदेखि हामीले भुल्दैन दिएको कति नै मान्छे नै बिगेर भागेर जस्तो पो गर्छ रनमा यहीँबाट होइन सुरुद्ध छिर्ने अब यहीँबाट यता छिर्नु पऱ्यो होइन यहाँबाट यहीँबाट हो ए होइन नि हिँड यहाँनिर छ सोरुम सोरुमको लागि निस्केर छिरिसकेर साइड रहेछ भने दिनमा खराब गर्नु जाए यार बाह्र घन्टापछि बल्ल के भन्नु हामी यहाँ 10:30 आइपुग्यो होइन मात्र 10:30 आइपुग्यो कति बजी 2 बज्न आयो कति 2 बज्न आयो बल्ल छिरिछ बाइक मेरो अब सर्भिस हुनु टाइम लागिरहेर 18 म्याच जाँदैन टिभीको रिमोट चल्दैन गर्नु पऱ्यो भेस्टमा बसिरहेको छु मजाले के गर्नु एकछिन बज्छ निस्किनु होला फाइनली सक्यो 20 ओभरमा खै
200 सक्यो अनि त्यो धोएपछि चेन लुप हाल्नु पर्दैन खोइ हाल्नु पर्यो नि त होइन र त्यो त हो हालिदिन्छ खोइ हाल्छ हो र जाने विवाद गर्छ त्यो उल्टो काम गरेको मतलब पानीको प्रेसरहरू पनि त्यो उसमा नहाल्नुपर्ने राम्रो मान्छे पहिला त हिलो हिलो हुन्थ्यो बाइकमा जलपुरमा राम्रो गर्छ भने चाहिँ अब त्यहीँ गएको राम्रो हुन्छ त्यहाँ यहीँ गर्नेहरू पनि के गर्दो रहेछ है हजुर यहीँ पहिला गर्नेहरू पनि तिमी गर्दो रहेछ क्या ओके तपाईँ एकछिन नधर्छु म है निस्किँदैन जब हामी चाहिँ निस्किनु लागेको कति जान्छ यतै होला त चौबिसमा निक्लिनु पर्छ हो 10 बजे आएको निक्लिनु निस्किन्छ भनेर छिरेको यहाँबाट निस्किन भने टेन्सन tahu ya tadi itu ada nih
Rồi, bán đỉnh. Ai đi. So अब एकछिन भइसक्यो के लाग्ने कृष्ण मन्दिर यहाँनिर अस्ति चक्रामा यहाँनिर हो झुटे सरकारी ओइ पेट्रोल पम्प छिर्नु पर्यो महालक्ष्मी स्थान जाने भने होइन पेट्रोल हालौँ न कहीँ हिँड्छौँ ल त्यहाँ छ ल जाउँ त्यहाँ हाल हामी चाहिँ अब महालक्ष्मी स्थान जाने कुरा गरिरहेको छौँ होइन किनभने अब हाम्रो के हुन्छ भने गाइस हाम्रो त्यहाँनिर त्यो अहिले पुलहरू धेरै छ नि त त्यहाँनिर फुलहरू भएको भन्ने सोचिरहेको छ हामीले हाइवे आइडियो लगाउने गयो मेन चाहिँ अब चाहिँ अब होइन हजुरहरूसँग एकैचोटि महालक्ष्मी स्थान गइसकेको थिएँ त What the heck, look at this beauty man, look at this beauty, so खतरा छ त नि look at this beauty. Look at this beauty. Look at this beauty. खतरा देखिँदो रहेछ त यार चलो एकछिन हेर्छ
राइड हामीले यहाँ फोटो खिचिरहेको छ यता भाइहरूले रमाइलो गरिरहेको छ एकदम हेर त क्यामेरा रेकर्ड भइरहेको छ मुभी रेकर्डै गरेर हो हाम्रो दिदीले चाहिँ छ यहाँ भाइहरू खतरा ढङ्गले गरिरहेछ गर्मीले पाकिङ लागिसक्यो यार राइट टेन्सन अब यहाँबाट चाहिँ जाउँ चुनिखेल जाउँ भने जस्तो खिचेको त्यस्तो आउँदैन भ्युवर्स के सेटिङ मिलाउनु पर्छ भन्दै थियो त खोइ त्यो नि मलाई नै आउँदैन थियो त हामी चाहिँ सोरुमबाट फर्किसक्यो गाइज अब चाहिँ म भ्लग इन गर्छु होइन किनभने क्यामेरामा चार्ज नकिन है त्यही भएर गाइज लभ यु अल यही भ्यू हेर्दै भ्लग इन भएको मजा लिनु बाई गाइज लभ यु अल है भिडियो मनपर्छ र मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला यति भन्दै मेरो भ्लग चाहिँ यहीँ गर्छु बाई बाई